₹1 मात्र नागरिकले खायो भने ₹1 मात्र धेरै एक सुकै भनौँ एक सुका मात्र मैले मेरो मातहतको कर्मचारी कुनै पनि देशभरि कर्मचारी खाएको थाहा पाएँ भने म आफै एक्सन गर्छु जस्तो लागेको छ। ₹1 है धेरै पनि चाहिएन, बिचौलियाहरू आएर यहाँ मिलाउने यताउति गरेको साँठगाँठ गरेर थाहा पायो भने, किन अहिले पब्लिक एकदम जागिसकेको छ, उहाँले रेकर्डिङ गर्नुहुन्छ कतिखेर कसले के बोलिरहेछ, यो नागरिकता तपाईँ यो मिल्दैन म अलिकति पैसा दिनु भनेर मिलाइदिन्छु होइन, यस्तो कुराहरू मैले काहीँ मेरो कानमा मात्र पऱ्यो भने है म पर्सनली एक्सन लिन्छु। पर्सनली भनेको अब तपाईँ आफै सोच्नुहोस्, मलाई त्यो माथि पावर पठाएको कारणै यही कारण हो सुशासनको लागि होइन। जब मैले त्यो मेरो कामबाट सुन्यो भने चाहिँ त्यो चाहिँ एकदमै 0 टलरेन्स। कुनै मातहतको मेरो मातहतको कर्मचारीहरू कुनै पनि त्यो मेरो सिधै हाम्रो त इज्जतमा दाग लागेको हुन्छ होइन। मैले इज्जत जोगाइरहेको छु भने आफ्नो कर्मचारीहरूले त्यो लड्नु पर्यो।